नमस्कार साथीहरू, आजको शीर्षक रहेको छ जादुमय डम्फुको कथा। एक समयको कुरा हो, एक सुन्दर गाउँ थियो। पर्वतीय हरियालीले घेरिएको, पन्छीहरूको मधुर गीतले गुन्जिएको र नदीको शीतल हावाले सधैँ जीवन दिने त्यो गाउँको छेउमै थियो एउटा सानो जंगल जहाँ बच्चाहरू खेल्थे। तर बुढापाकाहरूले सधैँ सावधान रहन चेतावनी दिन्थे। त्यो जंगलमा डम्फु बस्छ। डम्फु भन्ना साथ सबले सम्झिन्थे एउटा रहस्यमय पात्र जो कहिले सानो त कहिले ठुलो, कहिले मान्छे जस्तो त कहिले जनावर जस्तो देखिन्थ्यो। कसैले ठ्याक्कै देखेको थिएन, तर डम्फुको कथाहरू भने पुस्ता पुस्तामा सुनिँदै आएका थिए। गाउँका बालक सागर अत्यन्तै जिज्ञासु थियो। ऊ सधैँ डम्फुको बारेमा कुरा गर्थ्यो र त्यसको रहस्य पत्ता लगाउने सोच्थ्यो। एक दिन ऊ साहस गरेर बिहानै जंगलतिर लाग्यो। उसँग थियो उसको प्रिय बाँसुरी र आमाले दिएको रातो धागो। जंगलको भित्र गयो, चराचरबिर गर्दै थिए र चिसो बतासले उसको अनुहार छुन्थ्यो। केही समयपछि उसले सुने एक अचम्मको आवाज, धम धम डम्फु डम्फु। सागर चुपचाप अगाडि बढ्यो। एउटा ठुलो रुखको फेदमा गोलो आकारको सुन जस्तो चम्किलो आकृति नाचिरहेको थियो। त्यो नै थियो डम्फु। तर डम्फु डरलाग्दो थिएन, बरु उसले सागरलाई देखेर मुस्कुरायो। सागर पनि अचम्म पर्यो। डम्फुले भन्यो, तिमी डराउँदैनौ? तिमी मेरो आवाज पछ्याउँदै यहाँसम्म आयो। सागरले भन्यो, म तिमी बारे जान्न चाहन्थे। तिमी को हौ? किन सबै तिमीसँग डराउँछन्? डम्फु मुस्कुरायो र भन्यो, म त्यो सङ्गीत हुँ, कल्पना हुँ। म त त्यो शक्ति हुँ जसले डराइन्छ तर वास्तवमा त्यसले सिकाउँछ। त्यसपछि डम्फुले आफ्नो जादुमय सङ्गीत बजायो, सङ्गीत जसले रुखहरू नाच्न थाले, आकाशमा इन्द्रेणी फैलियो र सागरको मनमा शक्ति भरियो। सागरले त्यो सङ्गीतलाई बाँसुरीमा उतार्यो। डम्फुले अन्त्यमा भन्यो, अब म तिमी भित्र छु। तिमी जता बाँसुरी बजाउँछौ म त्यही हुने छु। तर कहिल्यै अहंकार नगर्नु। सङ्गीत प्रेम हो, शक्ति हो, अहंकार होइन। सागर गाउँ फर्कियो। कसैले उसलाई के भयो भनेर सोधे। ऊ मुस्कुराउँदै बाँसुरी बजाउँथ्यो र सबैलाई आनन्द दिन्थ्यो। डम्फु फेरि कहिल्यै देखिएन, तर गाउँमा हरेक साँझ सागरको बाँसुरीको सङ्गीतमा डम्फुको जादु बगिरहन्थ्यो। मित्रहरू, यो भिडियो तपाईँलाई कस्तो लाग्यो? हामीलाई आशा छ राम्रै लाग्यो होला। यदि राम्रो लागेमा लाइक, सेयर, कमेन्ट गर्न नबिर्सनुहोला। साथै च्यानललाई सब्स्क्राइब गरी शुभ यात्रा राख्नुहोस्। यस्तै रोचक कथाहरूको साथ भेटौँला अर्को भिडियोमा। धन्यवाद।